आशा छ सबैजना सन्चै अनि आरामै हुनुहुन्छ होला। तपाईहरुलाई स्वागत छ हाम्रो YouTube च्यानलमा। मेरो नाम सुषमा विश्वकर्मा र हामी यहाँनिर चाहिँ आज शुक्रबारको दिनमा हामी चाहिँ सुसमाचारहरू प्रचार गर्न आइरहेका छौँ। हामी चाहिँ पशुपति क्षेत्रमा अनि यहाँनिर चाहिँ हामीले थुप्रै ठाउँमा प्रचार गरिकन चाहिँ हामी एउटा रुख छ अनि यहाँनिर चाहिँ बसिरहेका छौँ, हामीले विश्राम गरिरहेका छौँ र हामी चाहिँ यहाँनिर प्रचार गर्ने क्रममा चाहिँ हामीले थुप्रै मानिसहरूलाई भेट्यौँ र यहाँनिर चाहिँ हामीले बाइबलको पदहरू चाहिँ तपाईहरुको बीचमा छोड्न गइरहेका छौँ। यतिखेरको समयमा चाहिँ म भन्न गइरहेको छु मत्ती 3:2 एउटाले यसो भनेका छन्, पश्चाताप गर किनभने स्वर्गको राज्य चाहिँ नजिक आइरहेको छ है। अनि यहाँनिर चाहिँ हामीले पशुपति क्षेत्रमा चाहिँ विभिन्न गतिविधि मानिसहरूले गरिरहेको कार्यहरू कर्महरू हामीले देख्यौँ। अनि आज चाहिँ मानिसहरूले गरेको धेरै पापहरू चाहिँ यहाँनिर छ अनि त्यही भएर मानिसहरूले चाहिँ पश्चाताप गरेर चाहिँ प्रभुमा फर्किन चाहिँ एकदमै जरुरी छ। तपाईहरुले पनि यी मानिसहरूको लागि चाहिँ प्रार्थना गरिदिनु होला। धन्यवाद। हुन्छ, सबैजनालाई जय मसीह। जय मसीह। मेरो नाम सृजना। म तपाईहरुको बीचमा एउटा बाइबलको खण्डलाई लिएर सेयर गर्न गइरहेको छु। म तपाईहरुलाई मत्तीको पुस्तक रोमीको पुस्तक 10:13 देखि 14 लाई चाहिँ म पढ्नेछु। यहाँ यसो लेखेको छ, किनकि प्रभुको नाउँ पुकार्ने हरेकले उद्धार पाउनेछ, तर जसलाई विश्वास गरेकै छैन उहाँलाई मानिसहरूले कसरी पुकार्ने, जसको विषयमा सुनेकै छैनन् उहाँमाथि तिनीहरूले कसरी विश्वास गर्ने, प्रचारक बिना तिनीहरूले कसरी सुन्ने भनेको छ है। हामी यहाँ हेर्छौँ भने के भनेछ, किनकि प्रभुको नाउँ पुकार्ने हरेकले उद्धार पाउनेछ भन्छ के है। प्रभुको नाउँ पुकार्ने हरेकले उद्धार पाउँछ भन्छ भने तल चाहिँ जसको विषय उनीहरूले सुनेकै छैन त्यसको विषयमा चाहिँ उनीहरूले कसरी पुकार्छ भन्छ। जस्तै हामी उदाहरणको लागि हेर्छौँ भने नन क्रिस्चियनहरू अविश्वासीलाई हेर्छौँ भने उनीहरूलाई हामीले सुसमाचार प्रचार गर्दैनौँ, हामीले उनीहरूलाई प्रभुको विषयमा भन्दैन भने उनीहरूले कसरी प्रभुको नाउँ पुकार्नुपर्छ भन्ने थाहा पाउँछ है। त्यो थाहा पाउँदैन यसको मतलब के भयो, उनीहरूले उद्धार मुक्ति नपाउने त? त्यसो होइन नि त। प्रभुले के गर्नुहुन्छ, सबैलाई प्रेम गर्नुहुन्छ र सबैलाई स्वर्ग लान चाहनुहुन्छ। तर यहाँ के भनेको छ, प्रभुको नाउँ पुकार्नेले मात्रै के पाउँछ, उद्धार पाउँछ भन्छ। तर त्यो प्रभुको नाउँ पुकार्नको लागि के गर्नु पर्यो, तपाईँ मैले सुसमाचार सुनाउनु पर्यो नि त, तपाईँ मैले भन्नु पर्यो नि त। जसको विषयमा हामीले सुसमाचार सुनाउँदैनौँ, प्रभुको विषयमा उद्धार मुक्ति छ भन्ने विषयमा चाहिँ हामी भन्दैन भने उहाँलाई कसरी थाहा हुन्छ, थाहा हुँदैन नि त। हो त्यो उनीहरूलाई हामीले थाहा दिनको लागि उनीहरूलाई हाम्रो परिवार, हाम्रो घरना, हाम्रो छरछिमेकीहरूले, हाम्रो साथीहरूले पनि प्रभुलाई पाओस्, विश्वास गरोस् होइन, उनीहरूको पनि आत्मा बाँचोस्, उनीहरूले उद्धार मुक्ति पाओस् भन्ने तपाईँले म चाहन्छ भने तपाईँ मैले चाहिँ सुसमाचार सुनाउनु पर्ने हुन्छ है। प्रभुको नाउँमा चाहिँ उद्धार मुक्ति छ भने तपाईँ मैले चाहिँ भन्नै पर्ने हुन्छ है। सबैलाई जय मसीह। हुन्छ, सबैलाई जय मसीह। जय मसीह। मेरो नाम गीता अनि मैले चाहिँ हजुरहरूलाई याकुबको पुस्तक 2:10 पढ्दैछु भन्दैछु। त्यहाँ चाहिँ यस्तो लेखेको छ, सबै व्यवस्था पुरा गरेर पनि एउटा मात्रै व्यवस्थामा चुक्छ भने त्यो सबै व्यवस्थाको दोषी ठहरिन्छ भनेर भन्छ। हामी सबै धर्म कर्म असल काम गरौँला, तर एउटा कुरामा हामी चुक्यौँ भने होइन, अनि त्यो सबै कुराको के त दोषी ठहरिन्छ, पापी गरिन्छ भनेर भन्छ कि। अनि पापको जेला चाहिँ मृत्यु हो। पापी मानिस कहिले पनि स्वर्ग जान सक्दैन। ऊ चाहिँ दोस्रो मृत्यु भनेको चाहिँ नरक हो। ऊ चाहिँ नरकमा जान्छ भनेर धर्मशास्त्र भन्छ। यस कारण गर्दाखेरि हामी व्यवस्थाद्वारा होइन, हामी चाहिँ विश्वासद्वारा चाहिँ हामी धर्मी ठहरिन्छौँ भनेर धर्मशास्त्रले भन्छ। हुन्छ, सबैजनालाई जय मसीह। जय मसीह। फेरि पनि सबैजना जय मसीह। जय मसीह। रोमी 3:10 छ, धार्मिक कोही पनि छैन, एक मात्र पनि छैन। जय मसीह। सबैजनालाई जय मसीह। जय मसीह। म चाहिँ युहन्ना 14:6 भन्न गइरहेको छु कि मात्र सत्य र जीवन म नै म द्वारा बाहेक कोही पनि पिता कहाँ जान सक्दैन भनेर लेखिएको छ। अनि त्यहाँ चाहिँ यस्तो लेखिएको छ कि परमेश्वरमा विश्वास गरेर मात्र हामी स्वर्ग जान सक्छौँ, कुनै धर्म कर्म पूजापाठ गरेर हामी स्वर्ग जान सक्दैनौँ। हुन्छ, सबैजनालाई जय मसीह। जय मसीह। हुन्छ, सबैजनालाई जय मसीह। हुन्छ, बाई बाई। सबैजनाले हेरेर सुनेर साथ दिनु होला। जय मसीह एभ्रिवान।